नमस्कार साथीहरु, म सरोवर बडैला। यति बेला चाहिँ हाम्रो पोखरी युवा सञ्जालका उपाध्यक्ष आदरणीय अङ्कल हुनुहुन्छ। त्यसैगरी म आज हाम्रो पोखरी युवा सञ्जालको मासिक बैठक घाटकुपरको राजाबाडी गार्डनमा हुने भएकाले हामी चाहिँ यति बेला गार्डनतर्फ गइराखेका छौँ। यो चाहिँ विद्याविहार स्टेसनभन्दा परतिरको यो रोडबाट हामी पैदल यात्रामा गइराखेका छौँ। अब उहाँ चाहिँ हाम्रा आदरणीय व्यक्तित्वहरू दाजुभाइहरू उपस्थिति गार्डनमा भइसकेको छ। अब हामी एकैछिनपछि अब गार्डनमा पुग्ने तयारीमै छु भनौँ। अब हामी गइराखेका छौँ कुराकानी गर्दा गर्दै अङ्कलसँग। यति बेला चाहिँ बाटोमा पैदल यात्रा गर्दै गइराखेका छौँ। अब साथीहरू, यति बेला चाहिँ हामी गार्डनमा पुगिसकेका छौँ र अरू आदरणीय व्यक्तित्वसँग पनि भेटघाट भइसकेको छ। हामी गार्डनमा बसिसकेका छौँ, देख्न सक्नुहुन्छ तपाईँ। अब चाहिँ हाम्रो सम्पूर्ण दाजुभाइहरूको अग्रज व्यक्तित्वहरूको भेटघाट भइसकेपछि हामी हिसाब किताब गरिराखेका छौँ। त्यसपछि हामी आदरणीय अङ्कलहरूसँग अनि बसेर चाहिँ यति बेला अब देउडा गीत पनि गाउने भन्ने तयारी भइराखेको छ। अब वर्षन्छ हिउन पानी बर्खा पानी वर्षन्छ हिउन पानी बर्खा पानी वर्षन्छ दर्शन्छ दाजुसँग भेट भयो दर्शन्छ दाजुसँग भेट भयो दर्शन्छ दाजुसँग भेट भयो दर्शन्छ आरु भैँसी खुनु रानी बन चराउनलाई तारी भैँसी खुनु रानी बन चराउनलाई तारी भैँसी खुनु भाग्यमानी हुनु ज्ञानी हुनु ध्यानी हुनु भाग्यमानी हुनु ध्यानी हुनु भाग्यमानी हुनु ज्ञानी हुनु ध्यानी हुनु भाग्यमानी चामल की चौकी तल्ले चौकी मल्ले चौकी चामल की चौकी तल्ले चौकी मल्ली चौकी चामल की चौकी तमिनीकै चौकी कसा छन् घर परिवार तमिनीकै चौकी कसा छन् घर परिवार पाचुली कालो नौ काट्या नौ गेडी तर्या पाचुली कालो ल साथीहरु, तपाईँलाई देउडा गीत कस्तो लाग्यो त्यो पनि कमेन्ट गर्नुहोला। पोखरी युवा सञ्जालका अध्यक्ष हुनुहुन्छ। पोखरी युवा सञ्जालका अध्यक्षबाट आज चाहिँ पार्टी चाहिँ दरो बनाउनु पर्यो साथीहरु है। दरो एकदम अब अन्तिममा अध्यक्षज्यू सबैको छलफल भइसकेपछि यहाँ चाहिँ युवाहरूले रमाइलो गरे बेहुला इनोबाट खानुपर्ने छ पार्टी। साथीहरु, अब सबैको छलफल भइसकेपछि अब नास्ता गर्ने तयारीमा हामी बाइकमा अब यात्रा गर्न लागिसकेका छौँ। होटल खोज्दैछु, यति बेला हामी यात्रामा छौँ। अब एकैछिनपछि हामी होटलमा जाँदैछु। यहाँनिर छ कि यहाँनिर यहीँ छ त ल्यायो ल।
साथीहरू फाइनल्ली हामीले होटल भेटाइसकेका छौँ। अब हामी यो होटलमा बसेर चाहिँ अब थोरै भए पनि अब चिया नास्ता गर्ने भन्ने प्लानिङ भइसकेपछि अब हामी चिया नास्ता खानतर्फ लागेका छौँ। यति बेला चाहिँ हामी होटलमा बसिसकेका छौँ। अब चिया दिँदै हुनुहुन्छ हाम्रा आदरणीय अङ्कलले। ल साथीहरू यति बेला चाहिँ हामी सबैले चिया नास्ता गरेर चाहिँ अब हामी अब आफ्नो कार्यक्षेत्रतिर जाने भन्ने प्लानिङ गरिसकेका छौँ। अध्यक्षज्यूले चाहिँ अब बिल पे गरेर यति बेला चाहिँ अब हामी सबै आफ्नो कार्यक्षेत्रमा जाने तयारी गर्दैछौँ।